त्यो तपाईँले बारबार उठाइराख्नु भएको छ कि भोलि पर्सिसम्म एउटा आशंकाको विषय छ, चुनाव भाँडिन सक्छ, नहुन सक्छ, सर्न सक्छ जस्ता विषयवस्तु उठाइराख्नु भएको छ। के को आधारमा यी विषयवस्तुहरू तपाईँ उठाइराख्नु भएको छ? पहिलो कुरा त तपाईँलाई यो हाम्रो नेपालको इतिहासमा 2015 सालदेखिको 2079 अहिले 42 सालसम्म आउँदाखेरिमा यो फागुन महिना भनेको चाहिँ माघ र फागुनमा निर्वाचन भएको कुनै इतिहासै रहन्छ क्या। फेरि हाम्रो भौगोलिक बनावट पनि असाध्यै गाह्रो छ नि त। जस्तो हाम्रो हिमाली भेगका पहाडी भेगका कतिपय जिल्लाहरूमा अहिले पनि तपाईँको चाहिँ हिउँ परिरहेको छ, त्यहाँ जान सक्ने स्थिति छैन, कर्मचारी जान सक्दैन होइन। तराईमा तपाईँको अहिले पनि तुषारो परिरहेको छ होइन। त्यसो भने फागुन 21 होलीको नजिक राष्ट्रिय चाड पनि हो होली होइन। नेपालमा 2 दिन तपाईँलाई होली मनाउने प्रचलन छ हाम्रो होइन। होलीको अदल बदलको बिचमा पनि चुनावको कुराहरू आइरहेको छ, त्यो बेलामा अलिकति ध्यान पुगेन कि भन्ने लाग्छ मलाई। अर्को कुरा चाहिँ तपाईँलाई अहिले राजनीतिक सङ्कटको रूपमा देखिएको, अहिले मैले सुरुमा पनि भने नेपाली काङ्ग्रेसको जुन खालको विभाजन देखिएको छ, नेपाली काङ्ग्रेसको जुन विग्रह देखिएको छ, यसलाई तपाईँको चाहिँ नेपाली काङ्ग्रेसको आधिकारिकता प्राप्त गर्ने गगन थापा समूह र यतातिर शेरबहादुर देउबाको पुरानै चाहिँ तपाईँको चाहिँ के अरे पुरानो शक्तिहरू पनि अब के गर्ने उनीहरू भन्ने खालको कुराले पनि यसलाई कतै प्रभावित पार्छ कि भन्ने खालको चाहिँ एउटा अन्योलता सिर्जना भएको छ होइन। त्यसो भएको हुनाले अब मलाई जहाँसम्म लाग्छ सरकारको गतिविधि हेर्दाखेरिमा, राजनीतिक दलको सक्रियता हेर्दाखेरिमा चुनाव हुन्छ कि भन्ने जस्तो पनि लाग्छ, त्यो देखिन्छ होइन। माहौल अहिले अब हिजो नेकपा एमाले के गर्छ भन्ने थियो, अहिले नेकपा एमाले आफ्नो तयारीमा लागिसक्यो नि होइन। नेकपा एमाले तयारीमा लागिसक्यो, नेपाली काङ्ग्रेस पनि त्यही तयारीमा लाग्दा निर्वाचन नहुने भन्ने कुरा त हुँदैन। यद्यपि अहिले पछिल्लो घटना यो 1 हप्तामा देखिएको जुन राजनीतिक तपाईँले तलमाथि छ, तलबितल भइरहेको छ, यसले चाहिँ आशंका जन्माएको छ। यो आशंका मात्रै हो, यसले अब कुन रूपमा यसको निष्कर्ष निस्कन्छ त्यो त हेर्न नै बाँकी छ। चुनाव हुने नहुने भन्ने अहिले यकिन गर्न सकिने अवस्था छैन। अहिले यकिन गरेर भन्न सकिने स्थिति छैन। किन भन्दा पर्सि 6 गते तपाईँलाई हेर्नुहोस् न, 6 गते तपाईँको चाहिँ उम्मेदवारी दर्ता छ। तपाईँ राजनीतिक दलका कतिपय तपाईँलाई राष्ट्रिय पार्टी कुरा गरौँ, अहिले 123वटा पार्टीहरू छन् होइन। नेपाली काङ्ग्रेस विभाजनमा गइसक्यो। नेपाली काङ्ग्रेस विभाजनमा गइसकेपछि अब संस्था नेपाली काङ्ग्रेसको हिजो संस्थापन पक्ष भनेको हो पूर्णबहादुर खड्का शेरबहादुर देउबाको पक्षलाई दल दर्ताको मौका दिने कि नदिने, नयाँ दल दर्ता गर्न पाउने कि नपाउने उनीहरूले, त्यो समेत विरोधाभासपूर्ण छ। र कतिपय राजनीतिक दलहरूले उम्मेदवार चयन गरेकै स्थिति छैन नि। अहिले त उम्मेदवार त चयन भइसक्नु पर्थ्यो, तपाईँलाई निर्वाचन क्षेत्रमा पुगिसक्नु पर्थ्यो।